फेसबुकका प्रधानमन्त्री बालेन शाहलाई म भन्न चाहन्छु, एउटा कार्यक्रममा तपाईले चाहिँ नि गर्जिएर मै जस्तो एमसीसी मुर्दाबाद, एमसीसी मुर्दाबाद, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन भनेर नारा लगाएर देखाउनु। रवि लामी छानेलाई म भन्न चाहन्छु, तपाईले पनि हो यो कुरा दोहोऱ्याउनु। नारा लगाउनु लाउनु त तपाईको त्यो चाहिँ तपाईको घन्टी बजाउने साथीहरूलाई एमसीसी मुर्दाबाद, देश बेच्न पाइँदैन, देशको स्वाधीनता हामीलाई प्यारो छ भनेर नारा लगाएर देखाउनु। कुलमान घिसिङलाई पनि मैले भनेको छु हैन, तपाईले पनि हो त्यो कुरा गर्नु। हिजो तपाईहरुले मतियारी गर्नुभयो, के गर्नुभयो, हिजोको कुरा छोड्दिउँ, हिजोको कुरा छोड्दिउँ। आज र भोलिको कुरा गरौँ त, ल हिजोको कुरा छोड्दिउँ हैन। तपाईहरुले एमसीसी मतियारी गर्नुभयो, दलाली गर्नुभयो, तपाईहरुले गर्दा पास भयो, त्यो मलाई थाहा छ, राम्रोसँग सबैले थाहा छ 3 करोड नेपालीलाई। तर अब आजको अनुमोदन चाहियो यहाँ हैन। एमसीसी जस्तो तपाईको चाहिँ हाम्रो सन्धि सम्झौता, नदी नाला हाम्रो तपाईको सम्पदा बेच्ने, हाम्रो चाहिँ तपाईको कानुन भन्दा ठूलो बनाउनु पर्ने भन्ने राष्ट्रघाती सन्धिलाई तपाईहरुले आज कसरी हेर्नु भएको छ, आजको नीतिमा चाहिँ कसरी हेर्नु भएको छ है, म प्रश्न गर्न चाहन्छु। यदि तपाईहरुले नो एमसीसी भनेर एमसीसी को विरुद्धमा नारा घन्काएर कार्यक्रम गर्नुभयो, सार्वजनिक कार्यक्रम गर्नुभयो भने 3 करोड नेपालीले त्यसपछि मात्रै तपाईहरुले भोट हाल्ने हो कि होइन भनेर सोच्नुपर्छ। त्यसमा पनि सहकारीको कुरा, कता के को कुरा थुप्रै छ हैन। ती कुराहरु लेखाजोखा गरेर हेर्ने छ। तर नम्बर 1 मा तपाईहरुले एमसीसी को विरोध गरेर देखाउनु।